हामीसँग चाहिँ स्रोतको चाप चाहिँ अलि बढी नै छ। किन भन्दाखेरि चाहिँ असाध्यै धेरै मागहरू हुने र हाम्रा स्रोत चाहिँ अलिकति सीमित भएको छ। तर पनि हामी गत वर्षकै हाराहारीमा हाम्रो बजेट आउने सम्भावना छ। अहिले नै यति नै आउने भन्ने त कुरोमा लागिरहेको छैन, तर अब गत वर्षकै हाराहारीमा हामी चाहिँ बजेट चाहिँ निर्माण गर्ने तयारीमा छौँ। र अब हाम्रो अहिले यो वर्ष खर्च चाहिँ अलिकति कम हुने सम्भावना चाहिँ बढेर गएको छ। त्यसमा कुरा के भने पहिले जतिखेर चाहिँ योजनाहरूको चाहिँ थालनी हुनु पर्थ्यो त्यतिखेर चाहिँ यो जेनजी घटनाको कारणले गर्दा त्यसले एउटा लामो समयसम्म डिस्टर्ब गर्यो। त्यो डिस्टर्ब गरेको कारणले गर्दाखेरि चाहिँ मानसिक रूपमा नै कर्मचारीदेखि सबै मान्छेहरूको मानसिक रूपमै चाहिँ नै खलबलिएको हुनाले समयमा काम हुन सकेन।